हेलो गाइजहरू, वेलकम ब्याक टु माई मिनी ब्लगमा। आज चाहिँ हाम्रो ओरिएन्टेसन प्रोग्राम हो। म चाहिँ अब नुहाइ गरेर अब बिहान 8:30 बजीसम्म हामी काकुमा पुग्ने भन्नुभएको थियो नि त सेन्सेले। अनि त्यही भएर चाहिँ उठेर नुहाएर अनि कपाल ड्राई गरेर तातो पानी पिउँदैछु म चाहिँ। अनि आज चाहिँ ओरिएन्टेसन हो। ओरिएन्टेसनमा चाहिँ हामीले चाहिँ कोट प्यान्ट लाएर आउनु भन्थ्यो। अब हामीले चाहिँ नेपालबाट साडी लाउन पाउँछ कि भनेर एक्सपेक्टेसन गरेको। लास्टमा त साडी त दामी देश भन्छ सेन्सेहरूले। अब हामीलाई के थाहा होइन, न त साडी नै लिएर आउने थिएन। त्यही भएर एकदम गिल्टी पनि फिल भयो कि ओरिएन्टेसनमा साडी लाउन पाएन भनेर। अनि त्यही भएर त्यो साडीमा केमा लाउने होला, किन ल्याएछु जस्तो नि भइरहेको अहिले चाहिँ। अब पहिल्यैदेखि अब ओरिएन्टेसनमा कोट प्यान्ट लाउने होला भनेर थाहा भएको भए त साडी त ल्याउने थिएन नि। अब केही भएन भन्दै सोच्दै पानी पिउँदै तयार हुँदै अब स्किन केयर त गर्नु परिहाल्यो। त्यसैले स्किन केयर गरेर सर्ट लाएर सर्ट कोट प्यान्ट लाउने। अब कोट प्यान्ट मैले त्यस्तो कहिले पनि लाएको थिइनँ, कस्तो देखिन्छ होला भनेर इमेजिन गर्दै बस्दा सर्ट पनि लाइयो, कोट पनि अहिले लास्टमा ट्राई। अब लुक्सहरू त कस्तो फाइनल लुक्स कस्तो आउँछ त्यो मलाई थाहा होइन, तर आयो। मलाई चाहिँ राम्रो लाग्दैन कोट प्यान्ट, मतलब सुहाए जस्तो लाग्दैन कि आफूलाई। अब म त अनि कल्चरल ड्रेस पनि बोकेर आएको, साडी पनि बोकेर आएको। त्यही भएर यस्तो गिल्टी फिल भयो के लास्टमा चाहिँ। अब लिएर आउनु त फाल्तु त जान्न, केही न केही प्रोग्राम त हुन्छ पछि पनि, त्यसको लागि नै हुन्छ। तर बाइचान्स मोटाइहाल्यो भने भन्ने कुरा मेरो थियो नि त। त्यही भएर अब कस्तो गिल्टी पनि फिल लाग्यो, किन ल्याएछु होला। अब नेपालमा ल्याउनु अब सस्तो त सस्तै हुन्छ, तर जापानभन्दा सस्तो त हुन्छ। तर अब ल्याएपछि अब पहिल्यैदेखि साडी लाउने हो, यस्तो गर्ने उस्तो गर्ने हो भनेर सोचेपछि अब इमेजिन गर्दाखेरि कोट प्यान्ट लाएर आउनु भन्दाखेरि कस्तो लाग्यो क्या मलाई त। त्यही भएर कोट प्यान्ट पनि लाउन मन नलाइ लाइयो, स्किन केयर पनि गरियो। अब चाहिँ ओरिएन्टेसन प्रोग्राममा चाहिँ हामी फेरि तयार हुँदै थियौँ। उता अब हामी 204मा बस्छ भने 201मा चाहिँ एउटै गएको हो हामी चाहिँ, तर फरक कन्सल्टेन्सीबाट के। अब 8:30 बजीसम्म सबै उहाँ गएकोमा पुग्ने भन्दाखेरि तिनीहरू चाहिँ तयार भएर नि बिहानै 6 बजीतिर उठाउन आएन कि हामीलाई त। हामी त मस्त ट्वाँट परेर सुतिरहेको। तिनीहरू आएन हामी त यहाँ तयार हुँदै थियौँ, के गर्ने। अब फेरि हतारमा तयार हुने बानी हो। आराम टाइम पायो भने त आराम पानी खाने, के गर्ने, लर्याङ जाने, लर्याङ लुङ गर्ने, टोइलेट जाने, मुख धुने, ब्रुस गर्ने गर्दा आराम। मतलब टाइम कस्तो छिटो गइहाल्ने कि त्यतिखेर। अनि टाइमको वास्तै नहुने। अनि लास्टमा त अनि ल टाइम भयो, अब 15-20 मिनट बज्यो भनेपछि छिटो हतार हुँदै तयार हुँदै गरिन्थ्यो कि हामी फेरि। खासमा चाहिँ मैले चिया होइन फेरि पानी पिएको है। अब त्यसो कुरा गर्दा अब सबै तयार भयो, कोट प्यान्ट पनि लायो। मेरो लुक्स फेरि म कस्तो देखेछ भन्दै पोज दिँदै बस्दै त्यसपछि हामी चाहिँ निस्क्यौँ गएकोको लागि। अनि अब गएकोबाट पनि फेरि अर्को ठाउँमा जानु पर्दो रहेछ क्या। अनि त्यही भएर हिँड्दा खुट्टा दुखेर हो, यस्तो त म गाउँमा नि हिँडेको थिएन आफ्नो भन्दै सम्झिँदै मेरो साथीहरू झन् हिँड्नै नसकेर मोबाइल चाउँदै हिँड्दै। अनि त्यही भएर अनि बिचमा फेरि भिडियो पनि कस्तो कहिले क्यामेरा सिधा कहिले क्यामेरा बाङ्गी गरेर खिचेको कि कस्तो त्यहाँ झ्याउ भिडियो पनि कस्तो आयो। त्यही कुरा गर्दा हामी चाहिँ पुग्यौँ हाम्रो ओरिएन्टेसन प्रोग्राम हुने ठाउँमा। अब त्यो बाहिरको सेट चाहिँ देखाउन पाएन, किनकि हामी चाहिँ भिडियो बनाउनेको सुरुमै थिएन क्या। त्यहाँ बिचमा अब सबै आइसकेपछि सबै सेन्सेको लेक्चर सुन्नु पऱ्यो। अब सबै सेन्सेहरूलाई वेलकम स्वागत गर्नु पऱ्यो। त्यहाँ अगाडि फेरि स्टेजमा नहिँड्नु होला, उहाँ तलतिर नाम लिनुभयो अनि तलतिर उठेर झुक्नु भयो। सबैलाई स्टेजमा बोलाउने के गर्ने गऱ्यो भन्दाखेरि टाइम पनि नहुने। त्यही भएर हामी फेरि आउन पाएनौँ, केही नखाएको। कस्तो भोक लागेर साथीहरू के गर्ने, गाह्रो छ नि। कोही सेन्सीहरू फेरि पछाडि हुनुहुन्थ्यो, म फेरि क्यामेरामै देखाउन नपाएर कस्तो भयो मलाई त। पछाडि हुनुहुँदो रहेछ कि सेन्सी, म त कहाँ हुनुहुन्छ, किन चिच्यान भन्दै बस्दै साथीहरू त। यस्तो गर्दा लास्टमा चाहिँ हितो सेन्सेले चाहिँ आफ्नो नाम भने बिर्सेछ क्या हो। लास्टमा पछाडिबाट हितो सेन्से भनेपछि त बल्ल झुक्नु भयो। त्यसपछि हाम्रो सुरु हुँदैछ लेक्चर बिस्तारै। अब सिङ्गिङ डान्सिङ। अब डान्सिङको चाहिँ मैले गर्नै पाएन कि, कस्तो ख्यालै भएन। अनि एक्साइटेड थियो नि त डान्सिङको लागि हेर्नको लागि, त्यही भएर गर्नै पाएन। लास्टमा त भिडियो गराउनु छ, भ्लग बनाउनु छ भनेर सिङ्गिङ र डान्सिङको गरेन, सिङ्गिङको चाहिँ गरेँ। त्यहाँ कुनको हो सुरुमा गएको थाहा भएन, यो चाहिँ नेपाली नै हो तर सेन्पाई होला सायद। म त्यस्तै लाग्थ्यो कि। अब हाम्रो सबै सेन्पाईहरूको लेक्चर अनि सिङ्गिङ डान्सिङ रमाइलो, यो चाहिँ एकदम इन्जोयबल भयो।
स्टेजमा गएर फोटोसोटो खिचौँ लास्टमा ह्याप्पी एन्डिङ भयो गाइजहरू।